हेलो हेलो एक्सक्युज मी तपाईँ हजुर हेर्नुहोस् न मलाई टोकलेर भुन्डीसँग केही कुरा गर्नुपर्ने थियो उनीहरूको फोनै लाग्दैन भने ठ्याक्क तपाईँसँगै भेट भयो खुसी लाग्यो मलाई कोठामा लिएर हिँड्नुहोस् न सरी म तपाईँलाई त्यो कोठामा लान सक्दिनँ। किन अहिले मेरो उहाँसँग कुनै सम्बन्ध छैन र मैले लगभग मेरो नाता उहाँसँग तोडिसकेको छु र अहिले म मेरो माइतीमै बस्छु र उहाँसँग मेरो कुनै पनि सम्बन्ध नभएपछि मेरो सम्बन्धै नभएको मान्छेको कोठामा म तपाईँलाई कसरी लिएर जान सक्छु? ए भनेपछि तपाईँले टोकललाई छोडिसक्नु भयो छोडिदिएँ। किन र तपाईँहरू त एकदम मिल्नुहुन्थ्यो त अनि तपाईँहरू पनि त एकदमै मिल्नुहुन्थ्यो अनि तपाईँले भुटीलाई किन छोड्नु भयो त? किन भन्नु आफूले विश्वास गरेको मान्छेले पटक पटक घात गरेपछि कसले सहन सक्छ र अहिले म केही पनि भन्न चाहन्न मात्र उनीहरूलाई भेट्न चाहन्छु यदि तपाईँलाई थाहा छ भने उनीहरू कहाँ छन् भनिदिनुहोस् न म उनीहरूलाई भेट्न चाहन्छु प्लिज अनि के तपाईँ भुटीलाई लिन आउनु भएको? लिन होइन म उसलाई डिभोर्स दिन चाहन्छु त्यसैले फाइनल कुरा गर्नको लागि उसलाई खोजेर हिँडिरहेको छु ए डिभोर्स दिन लाग्नु भएको? ल राम्रो सोच्नु भएछ। मैले पनि टोकलेलाई डिभोर्स दिन्छु भनेर सोचिरहेको छु। र तपाईँलाई थाहा छ कि छैन उनीहरूको दाजु बहिनीको सम्बन्ध भित्रभित्र अर्कै छ नि। त्यही भएर म पनि टोकलेलाई छोड्न चाहन्छु र तपाईँले पनि भुन्डीलाई छोड्न चाहनुहुँदो रहेछ। तपाईँको र मेरो व्यथा त एउटै रहेछ है। हो नि हेर्नुहोस् न देख्दाखेरि त्यस्ता सोझा देखिन्छन् त्यस्ता सोझा देखिनेहरूले तपाईँ र मलाई कसरी पीडित बनाए हो नि पहिला पहिला त्यही भुन्टीको कारणले गर्दा मैले तपाईँलाई केही नराम्रो भने त्यसको लागि सरी है। इट्स ओके तर अहिलेलाई मलाई तिनीहरू कहाँ बस्छन् देखाइदिएर सहयोग गरिदिनुहोस् न प्लिज हुन्छ हुन्छ मैले देखाएको चाहिँ नभन्नुहोस्। आउनुहोस् म उनीहरू बसेको कोठा तपाईँलाई देखाइदिन्छु। आउनुहोस् आउनुहोस् आउनुहोस्।